कति पर्छ नानी? 1 मा हो ल राम्रोसँग पढ्नुपर्छ ल। आश्रम त धेरै पहिलादेखि स्थापना भएको आजसम्म यो आश्रम 45 वर्ष भयो र आश्रमको संस्थापक गीतामा अहिले हुनुहुन्छ र पछिल्लो समयमा चाहिँ सामाजिक सञ्जाल चलाउँदै गर्दा सामाजिक सञ्जालहरूबाट देख्दै गर्दा जति पनि व्यक्तित्वहरूले हेरिराख्नु भएको छ सामाजिक सञ्जाल चाहिँ मैले नै चलाउने गरेको छु। हाम्रो आमा चाहिँ यता हुनुहुन्छ। हाम्रो आश्रमको आमा गीता आमा बालबालिका भनेको चाहिँ म देशको सम्पत्ति सम्झिन्छु किनभने अस्ति त्यत्रो बालबालिका मरे हामीलाई त दसैँ पनि मान्न मन लागेन मान्यौँ न पनि किनभने बच्चा भनेकै देशको सम्पत्ति हो। हामीले यिनीहरूको रखवाली एउटा बिरुवालाई हामीले जगायौँ भने त्यो पछि फलेर खान पाइन्छ त्यही सम्झनुपर्छ। हाम्रो देशको सम्पत्ति भनेका बालबालिका। हेलो नमस्ते 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 साथीहरू। आज हामी चाहिँ यो निसाय बालबालिका सेवा आश्रम आएको छौँ। हामी चाहिँ अहिले साहित्य चिनारी साहित्य दर्पण मार्फत संस्थाबाट चाहिँ आएका हौँ। यहाँ अहिले हामी चाहिँ कुमार सर र म छौँ। कुमार सर आज हामी चाहिँ भेटघाटको लागि आएका छौँ यो संस्थामा। अब हामी यो 2 गते चाहिँ यो हाम्रो साहित्य चिनारी साहित्य दर्पण मार्फत चाहिँ प्रोग्राम एउटा सानो प्रोग्राम राख्ने उद्देश्यले चाहिँ यहाँ आएका हौँ। अहिले चाहिँ भेटघाटको लागि मात्र। त्यो मेरो कान्छो छोरो है सबैले चिनिदिउँ यहाँ। नमस्ते। लगाइदिन्छु है मैले यताबाट भयो। यो आश्रमको देखाउँ न राम्रो राम्रो पिक्चर रहेछ। दाइ पनि त यहीँ हो तपाईँ? ल ए यहाँ गाड गर्नुहुन्छ? ल ठिक छ दाइ। ल हामी सबैको भिडियो आओस् फोटो खिच्ने सबै गर्ने सब जिम्मा भाइको है। अब ल यहाँ बिस्कुटहरू वितरण गरिएको छ। बाल भाइ जाऊ त भाइहरू दाइ उतालाई पनि बोलाऊ साथीहरूलाई पनि बोलाऊ। ल दिँदैछु भिडियो गरिदिएको छु है मैले सबैको। सबैजना हो सबै सबै बोला 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 है नआउनेले भाग यहाँ बोला अरे अर्जुन बोला सबै अब कहाँ जाने? पढ्न जाने हो? ए सबैजना कति पढ्छ तिमी? तिमी कति पढ्छ? 2मा? 3मा? ए यहाँ आऊ तिमी कति पढ्छ नानी? 1 मा हो ल राम्रोसँग पढ्नुपर्छ ल। तिमी कति पढ्छ भाइ? 2मा? ल है ल राम्ररी पढ्ने ठुलो मान्छे बन्नुपर्छ। आमाले माया गर्नुहुन्छ है? गुड। तिमीले पाए? अब हाम्रो भनेको यल्लो गरिदिनु। हजुर नमस्कार। नमस्कार। केही जाओस् आश्रमको बारेमा। आश्रम यो अब आश्रम त धेरै पहिलादेखि स्थापना भएको आजसम्म यो आश्रम 45 वर्ष भयो र आश्रमको संस्थापक गीतामा अहिले हुनुहुन्छ र पछिल्लो समयमा चाहिँ सामाजिक सञ्जाल चलाउँदै गर्दा सामाजिक सञ्जालहरूबाट देख्दै गर्दा जति पनि व्यक्तित्वहरूले हेरिराख्नु भएको छ सामाजिक सञ्जाल चाहिँ मैले नै चलाउने गरेको छु र यसै क्रममा यसै माध्यमबाट जोडिनु भएको छ सम्पूर्ण जति पनि व्यक्तित्वहरू उहाँहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हाम्रो आमा चाहिँ यता हुनुहुन्छ। हाम्रो आश्रमको आमा गीता आमा तपाईँलाई केही मनमा लागेको केही भनाइहरू छ भने भनिदिनु होइन? होइन ठिकै छ। अब आज हजुरहरू नचिनेको कहाँबाट आउनुभयो होइन यस्तै
सबैजनाको आशीर्वाद होस् यी बालबालिकामाथि आशीर्वादै ठुलो होइन भन्नु त मायाले त्यहाँ छन् भन्नु नै ठुलो हो त्यही चाहन्छु सबैलाई हामी पनि यो एउटा साहित्य भनौँ न हामी पनि एउटा यो संस्थाबाट आएको होइन यो हाम्रो चाहिँ साहित्यिक चिनारी साहित्यिक दर्पण भन्ने संस्थाबाट आएको यहाँ हाम्रो यो संस्था चलाउने चाहिँ सर उहाँ शान्तिराम फैल हुनुहुन्छ उहाँलाई पनि एकचोटि सम्झेका छौँ हामी होइन एकदम म पनि नमन गर्न तपाईँलाई चाहन्छु केही समस्या परो होइन हामीबाट केही तपाईँलाई सहयोग चाहियो भने भन्नु होला हाम्रो नम्बर राख्नु होला होइन हामी पनि सक्दो प्रयास गर्छौँ उहाँ हाम्रो संस्थाकै सर हुनुहुन्छ हाम्रो कुमार सर अनि यता हाम्रो रेखा मिसहरू हुनुहुन्छ धेरैजना छौँ हामी 14 जना छौँ सबैजनालाई मेरो नमस्कार छ है हजुरहरूले सम्झेर यहाँ आइदिनु नै ठुलो हो सहयोग भन्दा पनि हजुरहरूको माया प्रेम आशीर्वाद धेरै चाहिएको धन्यवाद छ हजुरहरूको संस्था राम्रो बढेर जाओस् धेरै उन्नति प्रगति होस् सबैका आफ्ना आफ्ना बालबालिकाहरू राम्रा हुन् बालबालिका भनेको चाहिँ म देशको सम्पत्ति सम्झिन्छु किनभने अस्ति त्यत्रो बालबालिका मरे हामीलाई त दसैँ पनि मान्न मन लागेन मान्यौँ न पनि किनभने बच्चा भनेकै देशको सम्पत्ति हो हामीले यिनीहरूको रखवाली एउटा बिरुवालाई हामीले जगायौँ भने त्यो पछि फलेर खान पाइन्छ त्यही सम्झनुपर्छ हाम्रो देशको सम्पत्ति भनेका बालबालिका सबैलाई नमस्कार हजुरहरूको संस्थालाई पनि धेरै धेरै उन्नति प्रगति होस् हस् नमस्कार तपाईँहरूको संस्था पनि त्यस्तै संस्थामा पनि सहयोगहरू आओस् होइन यत्र बालबालिका हुनुहुन्छ 60-70 जना बालबालिकाहरू हुनुहुन्छ होइन आएकै छ मैले त पहिला 2.5 बिघा जग्गा थियो बेचेँ अब 4 कट्ठा छ यो पनि सबै आश्रमलाई नै दिएको हो मैले के गर्न सक्छु र एउटाले सबैले साथ दिएरै आज यत्रो यो नेपाल हामी जहाँ गएर पुरस्कार पाए पनि नेपालले पायो भन्छन् होइन अस्ति जापानीहरू 400 जनाले त्यहाँ सम्मान गरे एकदम उनीहरूले स्वागत गरे नेपालबाट आएका भनेर अनि इन्डियाले त्यस्तै गरेको छ हिजो मात्र दिल्लीबाट आएर एउटा बर्थडेलाई पनि उनीहरूले गरेर गए दिल्ली काठमाडौँ सबैतिरका भेला भएर यो सबै के भने हजुरहरूको माया र आशीर्वाद सहयोगले नै हो तर सहयोगै गर्नुपर्छ तपाईँहरूले कमाएको पैसै यहाँ दिनुपर्छ भन्ने चाहिँ छैन जहाँ छन् उहाँकालाई पनि गर्नु हामीलाई माया गरेर आशीर्वाद दिनु त्यही ठुलो कुरा छ अब आमालाई चाहिँ कस्तो लागेको छ अब यहाँ कतिपय मान्छेहरू एउटा बच्चाको पनि आमा बन्न सकेका छैनन् होइन तपाईँ त यहाँ 60 जनाको आमा होइन 60 जना होइन नि 400 जनाको त मैले नागरिकता बनाएँ 85 जना जति त नरनै गरेका छ अब त्यहाँ राख्न पनि मिल्दैन हेर्नु न उहाँ नरन गर्दैछौँ हामी एक दिनका 2 दिनमा अनि ऊ त्यो एउटी छोरी छ नि सालनालकै त्यो छोरी अहिले यहाँ मास्टर पढ्दैछ यहीँ होला माथि मास्टर त्यस्ता डेनमार्क गए उता अस्ट्रेलिया गए अस्ट्रेलियाबाट भर्खर एउटी आइरहेछ अमेरिका सबैतिर यहाँका बालबालिकाहरू छन् र त अब हामीलाई जातको मतलब छैन हिन्दू मुस्लिम अनि छेत्री बाहुन दमाई कामी सार्की भोटे सबैलाई हामीहरूले अँगालेर राखेको छ आमा बेगरका बच्चालाई आमा नभई हुँदैन उनीहरूको इच्छालाई पुरा गर्न पाऊँ उनीहरूको के अरे आमा भन्ने शब्दलाई हामीहरूले पुरा गर्न पाऊँ त्यो ठुलो लाग्छ हामीलाई अब यहाँ यो संस्थालाई हामी पनि अब के अरे सक्दो सहयोग गर्छौँ हामीले पनि के कति सक्छौँ के मार्फत हुन्छ कस्तो सहयोग हुन्छ होइन हामी सक्दो सहयोग गर्छौँ यो मार्फत म त यहीँ मासतिर बस्छौँ हामी कुमार सरहरू अरू विदेशमा पनि हुनुहुन्छ बाहिर होइन हामी जति जे गर्छौँ हामी पनि यो संस्था मार्फत चाहिँ हामी पनि सहयोग गर्न चाहन्छौँ र त्यही भएर चाहिँ यहाँ आएका हुन् अब विदेश जानेहरूले पनि बिचरा कति ऋण गरेर गएका हुन्छन् उहाँहरूले उहाँ कसरी काम गर्नुपर्छ मलाई थाहा छ मलाई धेरैवटा देशमा पनि बोलाइरहेछ सम्मान पनि गरेछन् उनीहरूले पनि पैसा पठाइहाल्नुपर्छ छैन पैसा होइन हामीसँग जोडिनु नै ठुलो कुरा छ पैसा भन्ने चिजलाई पनि नभए त हुँदैन र पनि उहाँहरूलाई दुःख दिएर हामी माग्न पनि चाहँदैनौँ एक थोपा एउटाले दिएर कहाँ हुन्छ एउटा थोपा भयो भने एउटा समुद्र बन्छ एक बुँद पानीले नै घैला भरिन्छ त्यस्तो हो तर हामीलाई गर्नै पर्छ पैसै सहयोग गर्नुपर्छ भन्ने चाहिँ छैन जहाँ एकदम आवश्यकता छ त्यहाँ पनि गर्नु हामीलाई पनि आवश्यकता त मान्छेलाई कमी त जहिले पनि भइरहन्छ नि कहिले केले पुरा हुन्छ र तर म के भन्छु भने सबैलाई होस् हामीलाई नै मात्रै हेर्ने होइन सबैलाई होस् त्यहाँ ती हजुरहरूका छेउमा भएका भोका नाङ्गालाई पनि हजुरहरूले दिनु भने त्यो पनि हामीलाई दिए जस्तै हो
त्यही चाहन्छु म चाहिँ होइन अब सबैलाई राम्रो होस्। तपाईँ जस्तो आमा पाउनु नि सबैभन्दा ठुलो कुरा हो होइन। मलाई पनि पावरफुल भइरहेको छ। तपाईँ जस्तो आमा सबैको आमा भएर राम्रो हुन्थ्यो होइन। हजुरहरू जस्तो छोरा पनि हामी यी नानीहरूले तपाईँको माया सदाभरि पाउँछन् होइन, आशा छ। ठिकै छ, हामी अब अर्को यो नयाँ वर्षमा फेरि आउनेछौँ। म बिचमा यहाँ भेट्न आइरहन्छु होइन। म पनि इमासतिर बस्छु। ल धन्यवाद। राम्रो होस्। हजुरहरूलाई चाहिँ धेरै धन्यवाद। स्वागत यो आश्रममा राम्रो होस्। अब हाम्रो यो नानी त्यो भिडियो अनि के अरे स्कुल जानु लागेको किन लजाएको हो? नाम भन त तिम्रो। छोरी के हो? नाम भन। रोइसा। अनि तिमी को हो त? को हो भन के हो? एकचोटि को हो? के हो तिमीहरू? धनी हो? अब आफूलाई धनी भन्छन्। तिमी के हो? यी हाम्रै केटाकेटी हुनु उहाँ गएर नाचेका छत्तिसगढ। म अहिले अस्ति त्यो तपाईँहरूले तिहारमा पनि लानुभएको थियो नि त उहाँ यहाँ नाच गर्न। राम्रो नाच्दो रहेछ क्या। सबै ती बच्चाहरू उतै इन्डियामा नाचेर हाइलेभलको कार्यक्रम आफ्नो यस्तो प्रचार प्रसार नगरे पनि मान्छेले जान्नेले गरिहाल्छ नि सब। हेर्नु न यिनीहरूले 10 लाख रुपियाँ खर्च गरेर हामीलाई बोलाएको थाइल्यान्डमा मन्दिरको उद्घाटन गर्नु। ए मैले चाहिँ गरेको भित्रको फोटो खिच्नु न खिच्न दिएनन्। यहाँको चाहिँ खिचेछन्। यहाँ त्यो उद्घाटन गरेको ए त्यहाँ चाहिँ गर्नु पाएन। भित्र विदेश